मंसिर महिना। आज हामी चर्चा गर्छौं मंसिर महिनामा जन्मेका मानिसहरूको जीवनको रहस्यको बारेमा। नमस्कार, स्वागत छ ज्योतिषीय श्रृंखलामा। मंसिर महिनामा जन्मेका मानिसहरूको बारेमा आज हामी चर्चा गर्छौं। यदि तपाईँ पनि मंसिरमा जन्मिनु भएको हो भने अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। नमस्कार, स्वागत छ हाम्रो ज्योतिषीय श्रृंखलामा। आज हामी चर्चा गर्दैछौं मंसिर महिनामा जन्मेका मानिसहरूको जीवनको रहस्यहरूको बारेमा। मंसिर महिना वर्षको शीतल र सुखद माहौल ल्याउने महिनाका रूपमा जोडिन्छ। यस महिनामा जन्मिएका मानिसहरूमा पाइन्छ धैर्यता, विवेकशीलता, नेतृत्व क्षमता र समाजमा यस्ता व्यक्तिहरू विशेषतः सम्मानित रहने, समाजमा एउटा सकारात्मक छवि भएका व्यक्तित्वको रूपमा चित्रण हुने गर्छन्। मंसिरमा जन्मेका व्यक्तिहरू स्वभावतः धैर्यवान, जिम्मेवारी स्वभावका र विचार र विवेकको सही प्रयोग गर्न सक्ने क्षमता भएका व्यक्ति हुने गर्छन्। यिनीहरू समाज र परिवार प्रति जिम्मेवार हुन्छन्, इमानदार हुन्छन् र निर्णायक क्षमता पनि राम्रो भएको पाइन्छ। चुनौतीहरूको सामना गर्न तयार रहने भएका हुनाले यिनीहरू प्राय जस्तो सुरक्षा, स्थिरता खोज्ने स्वभावका हुने गर्छन्। महिलाहरूमा हेर्ने हो भने विशेष गरी संस्कारी, परिवार प्रेमी, शान्त स्वभावका हुने र समझदार नेचरका हुने गर्दछन्। कहिलेकाहीँ अलिकति आत्मरक्षणमा ध्यान दिने र भावनात्मक दूरी बनाउने प्रवृत्ति पनि महिलाहरूमा केही मात्रामा देखिन्छ। यस्तै गरेर यदि तपाईँ मंसिरमा जन्मनु भएको हो भने करियरको क्षेत्रमा सरकारी सेवा, शिक्षा, ब्याङ्किङ, व्यापार, कृषि, लेखन र अनुसन्धानात्मक क्षेत्रहरूमा विशेष सफलता मिल्ने गर्छ। यिनीहरू धैर्य, मेहनत र योजनाबद्ध तरिकाले काम गर्न सक्ने भएका हुनाले करियरमा राम्रो प्रगति हुने देखिन्छ। व्यवसाय र उद्यममा भने यिनीहरू सुरक्षा र दीर्घकालीन योजनालाई प्राथमिकतामा राख्ने गरेको पाइन्छ। जीवनको दोस्रो चरण 30 देखि 35 वर्षपछिको समयमा आर्थिक, सामाजिक र पेशागत सफलता यिनीहरूको लागि सुनिश्चित देखिन्छ। प्रेम जीवनमा मंसिरमा जन्मिने व्यक्तिहरू निष्ठावान हुन्छन्, संवेदनशील हुन्छन् र दोस्रो लिङ्गी प्रति समर्पित पनि हुने गर्छन्। धेरै माया गर्ने, धेरै बढी विश्वास गर्ने यिनीहरूको स्वभाव हुने गर्छ। आफ्नो जोडी प्रति विश्वास बढी गर्ने, धेरै माया दिने नेचरका हुन्छन्। सम्बन्धमा अलिकति स्थिरता र समझदारी भने राम्रो देखिन्छ। कहिलेकाहीँ अत्याधिक धैर्य र बढी सोच्ने र बढी विचार गर्नेका कारणले गर्दाखेरि पनि सम्बन्धमा अलिकति बढी समस्याहरू आउन सक्छ। विवाहपछि यिनीहरूको जीवनमा राम्रो प्रगति हुनेछ, जिम्मेवारी नेचरको पार्टनर पाउनेछन्। त्यस्तै गरेर विवाहपछि प्रगतिका योगहरू पनि तपाईका लागि बन्छन्। आर्थिक अवस्थामा हेर्ने हो भने तपाईले जीवनमा प्रारम्भिक चरणमा केही आर्थिक उतार चढावको सामना गरे पनि क्रमशः उमेरको 30 वर्ष क्रस गर्दै गएपछि आर्थिक र फाइनान्सियल सफलताहरू तपाईले जीवनमा पाउनुहुनेछ। जीवनमा तपाईले घर, जग्गा, सम्मान, त्यस्तै गरेर घर, गाडी आदि कुराहरू जोड्न सक्नुहुनेछ। व्यवसायमा तपाईका लागि फाइनान्सियल सेक्टर, कृषि र पेशागत हिसाबले हेर्ने हो भने तपाईका लागि ब्याङ्किङ, वित्तीय, फाइनान्स जस्ता फिल्डहरू बढी राम्रा देखिए। स्वास्थ्यका दृष्टिकोणले तपाईमा पाचन प्रणालीसँग सम्बन्धित समस्या, हड्डीसँग सम्बन्धित, रगतसँग सम्बन्धित वा जाडोको समस्याहरू तपाईले बढी सामना गर्नुपर्ने हुन्छ। यिनीहरूको जीवनशैलीमा प्रायतः नियमित र अनुशासित व्यक्ति हुने गरेको पाइन्छ। खानपानमा थोरै ध्यान दिनुहुन्छ भने बढी राम्रो हुन्छ। आयुमा दीर्घायु र ऊर्जा र सम्पन्नशाली व्यक्तित्वको रूपमा जोडिन्छ। यस महिनामा जन्मिने व्यक्तिहरू धार्मिकता र विचारमा पूर्णता भएका, संस्कार प्रिय र आध्यात्मिक नेचरका हुने गर्छन्। पूजा पाठ, ध्यान, सेवा र समाज सेवाका जस्ता क्षेत्रहरूमा बढी रुचि राखेको पाइन्छ। जीवनमा धर्म, नैतिकता र समाज सेवामा उच्च प्राथमिकतामा रहने व्यक्तित्व हुनुहुन्छ। सामाजिक दृष्टिले मंसिरमा जन्मिने व्यक्तिहरूले धेरैलाई विश्वास गर्ने, जिम्मेवार र आदर्श व्यक्तित्वको रूपमा जोडिन्छ। यिनीहरूले शिक्षा, समाज सेवा, नेतृत्व जस्ता कार्यहरूले समाजमा एउटा सकारात्मक योगदान पुर्याउन सक्छन्। कहिलेकाहीँ अत्याधिक सावधानी र बढी विचार गर्ने वा बढी सोच्ने कारणले पनि नयाँ मित्रता वा नयाँ अवसरहरू तपाईले जीवनमा गुमाउनु पर्ने हुन्छ। जीवनको सुरुवाती चरणमा केही उतार चढाव र कठिनता देखिए पनि 30-35 वर्षपछिको समय करियरमा धन, प्रतिष्ठा र पारिवारिक जीवन र पारिवारिक समृद्धिका लागि सकारात्मक मानिन्छ। जीवनको अन्तिम चरण शान्त, धार्मिक र समाज सेवामा बढी रुचि बनाएर अगाडि बढ्न सक्ने देखिन्छ। यो थियो मंसिर महिनामा जन्मेका मानिसहरूको
ज्योतिषीय जीवन रहस्य। यदि तपाईँ पनि मङ्सिर महिनामा जन्मनु भएको हो भने कमेन्टमा गएर हो म पनि मङ्सिरमा जन्मेको हो भनेर लेख्न भने नभुल्नुहोला। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न भने नभुल्नुहोला। हामी यस्तै प्रस्तुतिका साथमा फेरि पनि उपस्थित हुनेछौँ।